नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। आज हामी डोल्टीको चार्ट हेर्नेछौँ। अहिले डोल्टी लगभग 363 मा क्लोज भएको छ भर्खर। केही समय अगाडि यो सेयरको 550 देखि 500 को रेन्जमा कारोबार भइरहेर एउटा लक इन खुलेको कारण एउटा निकै लामो करेक्सन आएको थियो। तर अहिले चार्ट हेर्दा एउटा रोचक कुरा के देखिन्छ भने पछिल्लो केही हप्तादेखि सेयर 340 देखि 370 को यो पिरियड यो प्राइसमा घुमिरहेको देखिन्छ। अर्थात् पहिले जस्तो लगातार घट्ने अवस्था अहिले छैन। अहिले यो बेस फर्मेसन गरिरहेको जस्तो देखिन्छ। मलाई व्यक्तिगत रूपमा के लाग्छ भने यहाँ केही ठुला लगानीकर्ताहरूले एकुमुलेसन गरिरहेको सम्भावना देखिन्छ। किनकि मूल्य एकदमै धेरै निकै घटिसकेको र यो एकदमै एउटा राम्रो बेस फर्मेसन गरिरहेको एकुमुलेसनको एउटा सिम्बल सङ्केत देखिन्छ हैन। आजको क्यान्डल पनि निकै राम्रो छ विथ भोल्युम पनि राम्रो आएको छ। अब यसको मूल्य कति होला त? भोलिको दिनमा अब यसको मूल्य कति होला त? हामीले अब यसमा केही एउटा अपर्च्युनिटी देखिन्छ कि देखिँदैन ट्रेड गर्नको लागि है। त्यही भएर यो चाहिँ तपाईँको अहिले वाच लिस्टमा हुनैपर्ने एउटा स्टक हो है त। अब सबैभन्दा नजिकको रेजिस्टेन्स हेर्ने हो भने तपाईँको 370 देखि 380 को एउटा रेजिस्टेन्स छ। 370 देखि 300 को 75 को एउटा रेजिस्टेन्स छ है। यो रेजिस्टेन्स तपाईँको यसले तोड्यो भने यो राम्रो ब्रेक गरेर यो 400 को लेभलसम्म जाने देखिन्छ है। त्यसपछि पनि अर्को एउटा मोमेन्टम यसमा देखिन सक्छ। यहाँ तपाईँले ग्याप देख्न सक्नुहुन्छ 420 तिरको। र यसको अल्टिमेटम अहिलेको लागि फाइनल टार्गेट भनेको तपाईँको म्याक्सिमम जाने भनेको 440 442 यो रेन्जसम्म हामी अहिलेको लागि हामी हेर्न सक्छौँ है त। तपाईँको डोल्टी अहिलेको लागि यहाँसम्मको फाइनल टार्गेट र तपाईँको फर्स्टको रेजिस्टेन्स भनेको यो लेभलमा हुन्छ 370-80 को लेभलमा। त्यसपछि एउटा 400 को लेभलमा र एउटा ग्यापमा र अर्को हाम्रो 440 तिरको है त। मेरो विचारमा अहिले डोल्टी पूर्ण रूपमा बुलिस भइसकेको छैन। तर के देखिन्छ भन्दा केही समयको तुलनामा अहिले चार्ट धेरै राम्रो देखिन्छ है। पहिले फलिङ नाइफ जस्तो थियो भने अहिले बेस बनाउने प्रयास र आजको कारोबार र आजको क्यान्डल हेर्दाखेरि र आजको जुन यो धेरै समयपछिको लगभग 45-50 दिनको बेस फर्मेसन पछिको जुन आजको यो बढाइ थियो विथ भोल्युम, लाग्छ कि यसको टार्गेट माथि नै छ। ठिक छ, यसको ट्रेन्ड रिभर्सल यसको मुभ जुन आजको यो क्यान्डल छ भोल्युम छ यसको ट्रेन्ड चाहिँ चेन्ज गरेको जस्तो पनि देखिन्छ। अब तपाईँहरूलाई के विचार छ? मैले भनिहालेँ टार्गेट हाम्रो अल्टिमेटम टार्गेट अहिलेको लागि अल्टिमेटम 440 को रेन्जमा। ठिक छ, हाम्रो फर्स्ट टार्गेट हुन्छ 370-80 को लेभलमा। सेकेन्ड टार्गेट छ हाम्रो 400, अर्को छ हाम्रो ग्याप निर र अर्को छ हाम्रो 440 को रेन्जमा। ठिक छ, तपाईँलाई के लाग्छ डोल्टीले यहाँबाट रिभर्सल देला त? कमेन्टमा आफ्नो टार्गेट र ओपिनियन लेख्न नबिर्सिनु होला। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।